अब बिहेको लागि रेडी हुनलाई बिहेको दिन यस्तै शीतल हुनु नि है रेडी हुनलाई जाँदैछ सुनसान छ रातिको 2 बजे ठेकीहरू पनि ल्याएको छ हेलो म भेन्यू आएर रेडी भइरहेको छु मैले मास्क लगाएर बसेछु ब्राइड जस्तो चाहिँ केही देखेको छैन म हल्का स्टार्ट भइरहेछ मेरो प्रिपरेसन ओ मेरो ओठबाट ब्लड आयो कति नराम्रो देखेँ हौ मेरो एनिवेज म चाहिँ अब स्टार्ट हुन्छु ल म रेडी भएँ मैले बिचबिचमा देखाउँछु भनेको थिएँ हजुरहरूलाई तर के गर्नु के भयो भयो रेडी भएर सब्बु र म हिँडिरहेको छौँ हामी चाहिँ के भयो दाईलाई बोलाउन लेट भयो दाई अघि भर्खर निस्केको घरबाट मम्मीहरूलाई लिएर होटेल क्रिससम्म भन्यो अनि अब उसले त्यहाँ ड्रप गरेर फेरि हामीलाई लिन आउँदा ढिला हुन्छ जस्तो लाग्यो त्यही भएर हामी यहाँबाट ट्याक्सी गरेर निस्क्यौँ हाम्रो फोटोग्राफर दाइले एउटा दाइले ट्याक्सी गरिदिनु भयो हामीलाई अनि हामी निस्क्यौँ जाँदैछौँ यस्तो छ हत्ते यहाँ कति धेरै छ कति धेरै ओके गुड मर्निङ तपाईँहरूले मलाई देख्न सक्नुहुन्छ आइ एम अलरेडी रेडी आज मेरो भान्जाले चिज रे हेर्नुहोस् हामी निस्क्यौँ बिहान सोचेको थियौँ 4 बजे निस्किने भनेर तर अलिकति लेट भएको थियो विच इज अगेन सोचेको जस्तै थियो त्यो तर हामी 5 बजे ठ्याक्कै निस्क्यौँ अलिकति राइड स्लो भएको छ किनभने हिजो पानी परेछ एकदमै प्लस अब हाम्रो ठुलो गाडी जनता गाडी भइसकेपछि हामीले अस्ति मेहन्दीमा आएको जस्तो स्पिड त भएन अभियसली अलिकति स्लो भयो हामी पुगेको छैनौँ अझसम्म कति बज्यो अहिले तपाईँको 10:30 यसरी 10 बज्यो यसरी 10 बज्यो यसो छोएछु कि यहाँ के भयो तपाईँले भर्खर नाक छ सब रातो साह्रो सब लाग्छ सर टिका लाग्छ स्वयंवर पछि स्वयंवर फोटोमा देखिन्न त्यो anyways see this is how I'm stressed not stressed too many things एक्साइटमेन्ट पेटमा त्यो पोल्छ नि कुटु 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 हुन्छ नि कहीँ कहीँ जाँदाखेरि पहिला स्कुलबाट पिकनिक जाँदाखेरि बिहान बस्न आउँदाखेरि कुरकुरु हुन्छ त्यस्तै भए मेरो मायासँग एकचोटि टुचुक्क एकचोटि मात्र कुरा भयो एकदम बिजी जस्तो आयो किनभने बिहान 2 बजे निस्केर उसको
मेकअपहरू थियो अनि त्यसपछि अहिले आएर पूजा गर्दै थियो अब उसको फोटोसुटहरू होला त्यही भएर आई थिङ्क सी इज प्रिटी बिजी उसँग कुरा भएको थियो नि तर मेरो सबसँग कुरा भएको थियो टाइम अलिक हामीले उहाँहरूलाई 9 बजीको एस्टिमेट दिएको थियौँ जुन एकदमै टाइट थियो उहाँहरू त्यहाँ पुग्दाखेरि नै रेडी गर्दाखेरि नै 9 बजिसकेको थियो त्यो भए पनि गाह्रो हुन्थ्यो तर हामीले अहिले चाहिँ 10:30देखि 11 भनेको थियौँ 10:30मा त पुगिन्न 11 बजीसम्म चाहिँ आई थिङ्क हामी पुग्छौँ होला saying that I will see you in wedding mandap. ओके म चाहिँ अगाडिको पूजा सकेर रुममा आएर बसिरहेको छु बेहुलाको टिम कति बेला आउँछन् भनेर होइन सबु हामी वेट गरिरहेछौँ सबु मेरो 24/7 सर्भिस दिइराखेकी चाहिँ यदि हजुरहरूको पनि बिहे हुँदैछ भने म कार्ड पठाउनेवाला छु कि कन्ट्याक्ट सबु बिजनेस गर्ने यस्तै छ माहौल चाहिँ अनि आएर मलाई केही त्यस्तो केही फिलै भएको छैन नि भने पूजा गरेर जस्तो फिल भएको क्या घरमा सुसनलाई देखेपछि हुन्छ है कस्तो हुन्छ होला म बेहुली हुँदा भन्ने एउटा साउन्ड छ नि है थाहा छ उयो बनाऊँ न ल बनाऊँ त ल हामी टिकटक बनाउँछौँ एकछिन कान्छुको एन्ट्रीमा चाहिँ यसो हेर्नलाई चिया आउनलाई एउटा ठाउँ भेटाएको छौँ हामीले उतापट्टि म हजुरहरूलाई त्यहाँबाट देखाउँछु है त कान्छुले पनि भिडियो त भ्लग त गरि नै रहेको छ होला ल ऊहरू आए जस्तो छ है ए गाडीहरू त आइसक्यो नि मान्छे छैनन् भनिरह नि क्या यार बाजा लिएर के बाजा हो त्यत्रो उयो बाजा हेर न त्यहाँ त्यो होला नि अगाडिको खोइ त केटीहरू त्यहाँ फुल हाल्नलाई बसेको त्यहाँ होइन नि त लुक्दा गएछु नि त यता पनि छैन नि त छिटो आइज आइछ छ छिटो आयो थाली नै लिएर आयो क्या छिटो त्यहाँ मान्छे भएनन् होला अनि कोहीले गर्ने भने होला नि क्या अब के गर्ने हो यो साईपाटालाई टिका लाउने हो कि के हो यहाँ अहिले अनि हाम्रोलाई थाहा कि नै त्यहाँ थाहा हुन्छ त्यहाँ ए हो के कसैले भनिदिइहाल्छ नि ए ल ए हाम्री आन्टीहरू पनि आएछन् डोन्ट स्ट्रेस अनि जुम गर्दा नि त गेटतिर टाइम छ गेटमा देखेको छैन है रातो टोपी देखेको छु है त्यो मान्छेलाई भने रेडी मेरो बेबी हाँस न चस्मा मैले चस्मा लाउँदिनँ भन्छ क्या मेरो बेबीले कति थोरै छन् भाइ जन्ती त देखेको छैन सानो कता हेरिएको है गर्मीले पग्लियो होला मुनि हेरी त्यो जुम गर्नु मन लाग्यो कस्तो छेकियो छ नि त घामले पोल्यो क्या मान्छेहरूलाई छिटो जा पापाले बिचरा पसिना पुस्दै हुनुहुन्छ कति अग्लो त्यो बढाउनेलाई कति गाह्रो भएर होला क्या छाना बढाउनेलाई फाले हात मात्रै फाल्यो भने त खै त फुल कोच्चिँदै गयो भने छिटो जाऊ न जुत्ता लुगाएर आइसके खै जुत्ता ए जुत्ता चोर
लागेको छ त अब अहिले बेटर लाग्छ राम्रै छ रमाइलो छ जस्तो त के पछि चाहिँ एन्डिङ कस्तो हुन्छ छोरी ज्वाइँलाई के भन्नुहुन्छ त अब छोरी ज्वाइँले त अब के भने खुसी रहौँ सधैँ खुसी रहौँ कति गर्मी लाग्यो तपाईँलाई मलाई भन्नुभएको एकदमै गर्मी छ एकदमै गर्मी हो पानी नै नभएर पनि होला अब बानी पार्नु पर्यो किनकि भाइको ससुराली होइन बिस्तारै हुन्छ टिका त यति गर्दा गर्दै धेरै भएछ है हाम्रो भाइको हिन्दी बेलामा टिका नलाउनु सबैजना टिका लगाइदिनु खोज्ने कि पाती लाउने बेलामा त्यो त्यही भएर बेलामा के घरबाट मेरो अब यहाँ कपडा चेन्ज पाती लाउनु पर्छ भन्दै दिदीले हेल्प गर्दै हुनुहुन्छ अब दिदीलाई मेरो टिममा ल्याइसकेँ मैले एक राउन्ड घुमा नि त है सजिलो हुन्छ द्याट्स इट जुत्ता खोइ दराजभित्र राखेँ मैले त भाइले सुन्लाई भाइले उहाँ डिल गरेर आएछ 500 अझ के यस्तो रे के भिनाजुले म तिमीलाई घुमाएर लिएर आउँछु जुत्ता कता खायो भन भनेर कारभित्र बसाल्नु सक्नु भएको के उसलाई पैसा देखाएर होइन उसले चाहिँ नक्कली हो कि सक्कली नोट हो हेरौँ भने अरे अनि लगेर देखाएर डिल गर्दै हुनुहुन्छ जुत्ता भेटाएर लिएर अनि गर्नुपर्छ भने तिमी लाग्दो जस्तै गरी लगाइदिउँ कि के गर्ने अलिकति के बेल्ट लगाउने कि नलगाउने ए बेल्ट रे तिम्रो इच्छा तिम्रो नलगाउनु अनि त्यो तिम्रो इच्छा हो कि त्यो लगाउनै पर्छ भन्ने छैन ओढ्ने पनि नगरौँ न गर्मी छ साडी मात्रै गरौँ न है घुम्टो हुँदै हुन्छ त्यसो गर्दै गयो आगोलाई नबुझेको पहिला बुढा माटाले तिमीलाई आउँदैन कि छोरो त्यो सकेसम्म एकजनालाई गर्ने हो क्या ल
बेहुलो सुसन सक्यो म त एकैछिन आउँछु म गरेर मिलाउँछु जस्तो लाग्छ। सक्यो माया बे तिमीलाई निन्द्रा प्यारो छ नजुल अन्त खोल न बोला न मसँग कस्तो बिहेको दिन निद्रा लान्छु 2 बजोस् 10 बजोस् 20 बजोस् 20 सक्यो बाबा यो लुगा फुकाएपछि यो लुगा फुकाएपछि अर्कोचोटि यो लुगा लाइन्न अब के लाउने नि वहाँ पथ गएर हामी यही लाउने लाउन चटपटे पाइन्न यही लाउने चटपटे गर्नु मन लाग्यो। बाबा यो लुगा फुकाएपछि भ्यायो नफुकालौँ न त ह्याप्पी म्यारिड लाइफ यस्तो छ ल यस्तो हुन्छ रियालिटी अफ न्यू ब्राइड एन्ड ग्रुम म यो लुगा अब मैले फुकाल्नु पऱ्यो मलाई पिर परिसक्यो कि यस्तो बेहुला आएर सधैँ बेहुला छ्या दिन सधैँ यस्तो बेहुला हुन पायो अरे सक्यो अब हामी रेस्ट गर्छौँ हामी सबै भइसक्यौँ रातिको 2-2:30 बज्यो भोलि बिहान पूजा छ 7 बजीदेखि आर्न कसरी हुन्छ भोलि बिहान कसरी मेकअप गरेर कसरी रेडी भएर जाने हो